म छु कपिलजुङ बजारमा र म यहाँबाट जाँदैछु म पाखिबाट ट्रेक सानो थर्मस किन्नु पर्यो अहिले फेदीमा आइपुगेँ यहाँदेखि सानो फेदी होला त्यसपछि अब म ठुलो फेदी हिँड्छु लखर 1.5 घन्टाको हिँडाइ भनेको छ के अरे हेरौँ लगभग 15-20 मिनटको हिँडाएपछि म आइपुगेँ कुन ठाउँ भयो भालुडाँडाको छेउछाउमा भनौँ लगभग झोलाले अप्ठ्यारो भयो है दामी चाहिँ 5:18 हिँडेर छु म अब यहाँ अहिले कति बज्यो होला भन्दाखेरि 6:06 भएछ र म यहाँ ठुलो फेदीको पहिलो नम्बरको होटलमा पुगेको छु भनौँ न यहाँदेखि सुरु हुन्छ है 1 नम्बर यो अरे 17 नम्बर कि 16 नम्बरसम्म छ अरे यो चाहिँ 1 नम्बर सो मेरो चाहिँ सुरु भयो अबदेखि म चाहिँ हेर्दै जान्छु जहाँ रमाइलो लाग्छ त्यहीँ बस्छु त्यहाँ 9 नम्बर त्यहाँ टन्नै रहेछ होटल चाहिँ टन्न रहेछ सो मैले चाहिँ 9 नम्बर बस्ने निर्णय गरेँ हेरौँ कस्तो हुन्छ सोलुखुम्बु पुगे जस्तो भयो त्यतापट्टि छैन त्यतापट्टि भ्यू देख्नु पनि पाक्न अलिक टाइम लाग्ने भएको भएर म चाहिँ एकछिन उता घुमेर आउँछु गजबको दृश्य छ त्यहाँ अलिकति लाइट बलेर त्यहाँ घुमेर आउनु पर्यो यताबाट एक राउन्ड घुमेर आउनु पर्छ मान्छे कस्तो देख्छ भन्ने कुरा के ल यत्तिरी सक्को चाहिँ खाना खाइयो अब सुतिन्छ मस्त एकछिन फोन चलाएर अनि त्यसपछि बिहान दौडिन्छ यो 3 किलोमिटर छ अरे लगभग म 20 आधा घन्टामा पुरा गर्छु कि रेडी भयो अब दौडिनुपर्छ पानी बोकिन्छ पानीले बोकेर समय भएछ 5:39 सो म अब चाहिँ दौडिन्छु यहाँबाट बिस्तारै हेरौँ कति मिनट हुन्छ अनि बाइकको लागि पोखा मकै बोकेको छु पोखा लाग्यो भने 20-22 मिनटको हिँडाइमा सधैँ अन्तिम फेरि हो क्या अरे यो माथि चुचुरोमा चाहिँ हुनुपर्छ मेरो विचारमा मजा आयो मौसम खुलेको राम्रो देखिन्छ ल हिउँ अलिअलि देखिरहेछ हिउँ बुवा हजुर ठिक छ कति बजी हिँड्नु भयो 3 बजी बिहान आमामा बिचरा निन्द्रामै हिँड्नु भएछ त हिउँ पग्लिसकेको छ
लगभग पुग्न लागेमा वरिपरि हिउँ छ अझै पनि त्यतिकै त ठिकठाकै हो लगभग 1 घन्टा हुन लागेछ म हिँडेको सो यहाँ आइपुगेँ अझै आइपुग्नै लाग्यो अरे नर्सरी मेरो नेपाली फोर यी डस्टबिन चाहिँ त्यहीँ फाल्नु नि गुड मर्निङ दाजु कति बजी हिँड्नुभयो हामी त बिहानै बिहानै 5 बजे आइपुग्यो हो र उहाँ सँगै छ जग्गा चाहिँ सजिलो हुन्छ भनेर घन्टिलो त घन्टी बालेन सरकार यहाँ घुमिरा ए बालन सरकार झुन्ड्या अरे हो या गेट बा हिउँ चाहिँ टन्नै रहेछ ल करिब 1 घन्टा 1 मिनटमा टक्रक्क पुगेछु यो हो मुकुम पतिभारा हाइयो जय हो आमा कति बजी आयो होला मान्छेहरू कडक रातै छ त है या तेरी आमा हो अलि सफा त गर्नु नि बजरङ्गबली ओह नागराज यता हुनुहुन्छ पाथिभारा फोटो खिच्ने हो ल अब यो कोरा लगाइन्छ त्यसपछि त्यहाँ बज्रपानीको मूर्ति दर्शन गरिन्छ त्यसपछि केटो फर्क्यो बज्रपानी यहाँको वज्रपानीको मूर्ति मैले भर्खर सफा गरेँ हल्का सफा गर्ने कोसिस गरेँ अनि अक्षता र अबिरले जो भइरहेको थियो पुरै टाँसेर श्रद्धाले पूजाआजा गर्नु राम्रो कुरा हो तर यसरी मूर्तिलाई चाहिँ नि पुरै पुरेर उलिया बिगार्नु चाहिँ ठिक होइन है जो पनि आउनुहुन्छ यहाँ श्रद्धालु भक्तजनहरू सबैले चढाउने तर भुइँमा चढाउनुहोस् उहाँको पाउतिर चढाउनुहोस् छेउछेउमा चढाउनुहोस् त्यो ठिक हो कि तर यसरी चाहिँ पुरै मूर्ति नै ढाक्ने गरी कम्ती पनि आधी इन्च जति लिएर यसको बारेमा सब सफा गरेँ है तपाईँ जो कोही पनि आउनुहुन्छ यसरी अझै त राख्नु भुइँमा राख्नुहोस् अनुहार र जिउहरूमा वरपर नदल्नुहोस् है कुन भगवान्को मूर्ति त थाहा पाउनु पऱ्यो नि छु बाफ्रे मान्छे दिनभरि यतिकै हुन्छ के अरे मौसम खुलेको छैन अब चाहिँ वरिपरि डुलेर 2-4 फोटो खिचेर गाडामा नारियल नारियल आफैमा मिठो झन् यस्तो ठाउँमा चपाउँदा त बा जसले पनि यो नारियल चढाएको हो
धन्यवाद माथि डाँडा एकछिन जानु पर्यो त्यसपछि फर्किन्छ ठाउँ चाहिँ दामी हो मौसम नखुलेको भएर चाहिँ अलिकति चिसोले ओसेको जस्तो भएछ दामी न यहाँनिर मैले चाहिँ लुङताको दुर्दशा देखेँ लुङता अब चढाउनेले श्रद्धाले चढाउनु भयो प्रकृति मौसमले चाहिँ अब बान्या ठाउँबाट अब रुखरुख भाँचियो होला ध्वजा भाँचियो होला त्यसले चाहिँ लत्रे तल लत्रेपछि अब थाहा नपाएको मान्छेहरूले यसरी टेक्दै जानुभयो यो चाहिँ तपाईँ हामी जसले पनि देख्छौँ बुझ्नेहरूले अलिकति यसो नगरिदिनुहोस् या त लुङता लाउनुहुन्छ भने अलिक सुरक्षित ठाउँमा लाउनुहोस् अलिकति बलियो ठाउँमा लाउनुहोस् यसरी हावाहुरी मौसम अनुसार चाहिँ नि अलिकति गडबड हुने ठाउँमा लगायो भने यस्तै हुन्छ अब भाँचिएपछि थाहा नपाउने मान्छेले किल्चिँदै हिँड्छ र यो अलिकति राम्रो होइन जो कोहीलाई पनि लाउनु त राम्रो हो तर लगाइसकेपछि अब यसरी झऱ्यो भने कसैले पनि टिपेर राख्नु होला माथि टिप्नु होला अथवा चाहिँ लत्रेको छ भने माथि उठाएर राखिदिनु होला यसरी खुट्टाले किल्चिनु चाहिँ राम्रो होइन त्यही भएर सबैले मैले मेरो बिन्ती छ है यो रिक्वेस्ट लुङता चाहिँ माथि उठाएर राख्दिनँ म एकछिन अलिकति उठाएर राख्छु सकेसम्म र जो कोहीले पनि यो भिडियो हेर्नुहुन्छ यसरी चाहिँ लुङता चाहिँ नतिजिदिनु होला खुट्टाले नकिल्चिनु होला धन्यवाद मैले जोडतोड कोसिस चाहिँ गरेँ तर सकिनँ धेरै भारी रहेछ यो एकदमै उतासम्म पक्रेको रहेछ यसको धागो डोरी चाहिँ उहाँसम्मै तलसम्मै गाडीको भएर अलिकति सकिनँ के गर्नु यस्तै हो काट्ने चिज पनि छैन काट्ने आधी काटेर काटखाट गरेर चाहिँ त्यसलाई मिलाउँथ्यो होला सकिनँ हो 2 घन्टा 20 मिनटको बसाएपछि अब म चाहिँ तल फर्किन्छु होला मेमोरी पनि छैन फुल भइसकेको छ स्पेसै छैन केही सफर रमाइलो भयो धेरै दिनपछि हिँड्यो केही दुःख गुनासो छैन मौसम खुला छैन रहेछ त्यही भएर चाहिँ अलिकति दुःख लाग्यो मौसम खुलाएपछि दामी देख्थ्यो अरे राम्रै देखिन्थ्यो होला ओके बाई बाई च्यु ल हेरौँ हिउँ हेरौँ मसँग नि मकै चाहिँ थियो एकजना दिदीले मकै खानु भयो अरे दामी रहेछ मकै जालमा मकै चपाउनु मजा के भनौँ आहा त्यो बोतल चापेछु तिनवटा गजब हल्का यसरी खुल्यो भने त हुन्थ्यो नि दौडेर आएको थिएँ टक्क 25 मिनटमा तल झरियो मजा आयो हे काले मिजु
हावापाती फटुसँग हो